थ्याङ्क यू सो मच दिवाकरजी। अनि यो फोरम एनपाफको चेयर गरिरहनु भएको चेयरपर्सनज्यू प्लस एनपाफका सबै मेम्बरहरूलाई अहिले कनेक्ट हुनुभएको अथवा चाहिँ कनेक्ट हुन नसक्नु भएको पनि सबैजनालाई पनि मेरो नमस्कार प्लस धन्यवाद पनि भन्न चाहन्छु, किनभने यो चाहिँ एउटा प्लेटफर्म, एउटा एकदमै राम्रो प्लेटफर्म पनि क्रिएट भइरहेको छ, not only for the connection purpose or the networking purpose, होइन, the purpose चाहिँ यसले चाहिँ धेरै कुराहरू डेभलप भइरहेछ खास रियालिटीमा, होइन। जस्तै हामीलाई सर्टेन व्यक्तिहरूलाई चाहिँ एउटा बोल्ने प्र्याक्टिस भइरहेको थिएन अथवा चाहिँ प्रेजेन्ट गर्ने प्र्याक्टिस भइरहेको थिएन, त्यो प्र्याक्टिस डेभलप हुँदैछ। अर्को चाहिँ जस्तै यो बाहिर कन्ट्री भन्दा बाहिर बस्दाखेरि अर्को एउटा सानो एउटा ड्रब्याक मैले देखिरहेको चाहिँ हामी एउटा सर्टेन फिल्डहरूमा इन्भल्भ चाहिँ छौँ, तर इन्भल्भ हुँदाखेरि कतिपय बेलामा चाहिँ एउटा डिस्कनेक्ट चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि जस्तै आफ्नो प्रोफेसनसँग चाहिँ अलिकति डिस्कनेक्ट भएर पनि बसिँदो रहेछ। जस्तै म यहाँ चाहिँ बार्सिलोनामा लास्ट 4 इयर्सदेखिबाट बसिरहेको छु, अनि अलिकति यो चाहिँ त्यस्तो प्रोफेसनल सर्कल चाहिँ भेटिराखेको छैन कि, होइन। अब यो यहाँ चाहिँ छैन त्यति साह्रो, भन्ने मतलब आफ्नो कम्युनिटीको छैन। अब अनि त्यो एउटा एट्याचमेन्ट अथवा चाहिँ त्यो नेटवर्किङ गर्ने प्लेटफर्मको लागि पनि एकदमै यो राम्रो राम्रो चाहिँ इन्भाइरोमेन्ट क्रिएट भइरहेछ। त्यस्तै अहिले एउटा एकदमै राम्रो टपिक आएको चाहिँ यो जस्तै हाम्रो यो इन्भेस्टमेन्ट अथवा चाहिँ यो हाम्रो नेसनल बिल्डिङको लागि चाहिँ हामीले के गर्न सक्छौँ त, बाहिरबाट बसेर हामीले के गर्ने त, इन्भेस्ट गर्ने अथवा चाहिँ सर्टेन पैसाहरू उठाएर हामीले ब्याक टु केही गर्न सकिन्छ भने यस्ता कुराहरू आइरहेछ नि त। यसले चाहिँ एउटा यो ब्रेन स्टर्मिङ सेसनले चाहिँ अब हामीलाई आज नै नभए पनि आफ्टर सर्टेन टाइम चाहिँ एउटा राम्रो आउटपुट चाहिँ दिनलाई धेरै हेल्प गर्छ, होइन। अनि यस्तो कामहरू भइरहेको छ, यो चाहिँ एकदमै एप्रिसिएट गर्न लायकको कुरा भयो। अघि न एउटा प्रेजेन्टेसन भिडियो हेर्दाखेरि पनि हामीलाई यो सुरु गर्नको लागि सबैजना साथीहरूको साथ भयो। त्यसमा पनि लीला राज बराल सर सायद उहाँबाट स्टार्टिङ, चेयरपर्सनबाट स्टार्टिङ भएर अहिले हाम्रो सन्तोष खनाल सर हुनुहुन्छ, उहाँ अहिले सेकेन्ड चेयरपर्सन हुनुहुन्छ क्या, र यो जुन म्यानेज हुँदै चाहिँ वे फरवर्ड चाहिँ लिड गर्दै गइरहनु भएको छ। यसको लागि चाहिँ यो एकदमै फर्स्ट अफ अल एप्रिसिएट गर्न चाहन्छु। अनि मैले चाहिँ एउटा सानो प्रेजेन्टेसन बनाएको छु। यो प्रेजेन्टेसन एउटा फलो गरौँ। हामी सबैजनालाई लगभग थाहा भएकै कुराहरू हो, हामी प्रोफेसनल लाइनमै छौँ, लगभग सबै कुरा थाहा छ, तैपनि एउटालाई चाहिँ एउटा भिजुअलाइज गरौँ भनेर मात्र एउटा सानो एउटा स्लाइड्सहरू छ, 2-4वटा स्लाइडहरू छ, त्यो स्लाइडमा थ्रु एउटा जाउँ। अनि त्यसमा हाम्रो इनपुटहरू पनि एउटा फर्दर कसैलाई केही सोध्नुपर्ने अथवा चाहिँ हामीले फर्दर सोध्नुपर्ने भन्दा पनि हामी इन्टरनली के हो त यो भनेर एउटा डिस्कसन अथवा चाहिँ ब्रेनस्टर्मिङ पनि गर्न सक्छौँ, है। म एउटा सेयर गर्छु है त एउटा प्रेजेन्टेसन, है, फर्स्ट अफ अल, अनि त्यसबाटै जाउँ। जस्ट मोमेन्ट। मैले स्लाइड सेयर गरेको छु, देख्नुहुन्छ? एकदम सर भिजिबल छ, राम्रो छ सर। ए ल, ओके, ठिक छ। ल, मैले चाहिँ यो खास टपिक चाहिँ जुन इन्टरनेसनल इमेज एन्ड रिलेसनसिप्स भन्ने चाहिँ यो टपिक्समा मोरलिस लाइक द टपिक इट सेल्फ चाहिँ इन्टरनेसनल भएको हुनाले नेपाल कन्टेक्स्ट भन्दा पनि इन्टरनेसनल्ली चाहिँ हामीले के गर्ने अथवा चाहिँ कहाँ कसरी चाहिँ एउटा आफ्नो इमेज एन्ड रिलेसनसिप चाहिँ बिल्ड गर्न सक्छौँ भन्ने कुरामा अलिकति केन्द्रित भएको छु। अनि अटोमेटिकल्ली यदि हामी चाहिँ त्यो इमेज बिल्डअप गर्न सक्यौँ र रिलेसनसिप बिल्डअप गर्न सक्यौँ भनेदेखि अल्टिमेटली बेनिफिट त नेसनल बिल्डिङमा गइहाल्छ, त्यो कनेक्सन भइ नै हाल्छ, होइन। अनि त्यसको त्यसको हामीले एउटा बेनिफिट पाउने भनेको त कन्ट्रीले नै, नेपालले नै हो, होइन। ल, अब फर्स्ट टु स्टार्ट चाहिँ जस्तै इमेज भनेको जस्ट लाइक what is the immediate like the image pops in our mind when we see the Mahatma Gandhi's photo भन्ने हुन्छ नि त। जस्तै एउटा व्यक्ति कसैको चाहिँ फोटो देख्दाखेरि हामीलाई चाहिँ माइन्डमा के आउँछ त, फर्स्टमा कस्तो टाइपको इम्प्रेसन आउँछ, होइन? अहिंसा, नन भाइलेन्स। हजुर, नन भाइलेन्स, होइन, नन भाइलेन्स भनेपछि त ओल्डले महात्मा गान्धीलाई एउटा चिन्ने एउटा इमेज भनेकै चाहिँ के हो त, ग्लोबल सिम्बल अफ पिस, नन भाइलेन्स, अब एउटा इथिकल लिडरको रूपमा चाहिँ रिकगनाइज गरिरहेछ, होइन। त्यो प्लेटफर्म, त्यो टाइपको इमेज छ, द्याट इज द इन्टरनेसनल इमेज हि हेज, राइट। सो एउटा यो भयो। अर्को योभन्दा नेक्स्ट अब अर्को हाम्रो टपिकमा जाने हो भनेदेखि
what comes in the mind when we see Elon Musk then? हैन हामीले इलन मस्कलाई झट्ट देख्यौँ भनेदेखि चाहिँ हाम्रो माइन्डमा के आउँछ त भनेपछि द रिचेस्ट पर्सन इन द Richest वर्ल्ड person. Yeah. होइन यस्तो टाइपको कुरा नि होइन अथवा चाहिँ he is the technical means like the technological guy means like he has created so many companies but on top of that like अर्को कुरा पनि आउँछ जस्तै टेस्ला भन्ने आउँछ नि त हैन एउटा यो त्यो ओल्ड नै चाइना अथवा चाहिँ नेपालकै हामीले नेपालमा हेर्ने हो भने पनि कतिजनाले चाहिँ हामीले त्यो त्यो विद्युतीय गाडी भनेर पहिला चढ्थ्यो त्यो चल्थ्यो त्यो इलेक्ट्रिक गाडी चल्थ्यो नेपालमा 25-30 वर्ष अगाडि 30 वर्ष अगाडि होला सायद कतिजना कसैले चढ्नु भएको छ कि छैन पनि मैले चाहिँ एकपल्ट सानो अलिकति चढेको याद छ मलाई अनि चढियो सर एकपल्ट चढिएको छैन मलाई चाहिँ त्यो चढेको त्रिपुरेश्वरसम्म चढेको छु तर इन्टरनेसनल लेभलमा लैजानको लागि चाहिँ एउटा नेटवर्किङ एउटा फुल लैजाने व्यक्ति चाहिँ इलन मस्क भनेर आउँछ होइन जस्तै अब टेस्ला भन्नु छ ओल्डमा नै चाइना लिडिङ छ नम्बर अफ कार सेयरिङमा त्यो इलेक्ट्रिक कार बस वरिभर त्यो सेयरिङमा सेलिङमा तर उसको इमेज चाहिँ डिफ्रेन्ट छ होइन इन्टरनेसनल लेभलमा त्यो टाइपको इन्टरनेसनल इमेज चाहिँ बिल्डअप गरेको छ इलन मस्कले थर्ड अब हामीले यसरी हेर्ने हो भनेदेखि चाहिँ इमेज चाहिँ कुनै पर्सनहरू अथवा इन्डिभिजुअल अथवा चाहिँ मात्र लाग्यो हुँदैन इमेजहरू भनेको चाहिँ जस्तै एउटा आइडेन्टिटी हो नि त जस्तो आइडेन्टिटी चाहिँ कुनै अर्गनाइजेसनमा हुनसक्छ एउटा कन्ट्रीको पनि आइडेन्टिटी छुट्टै हुन्छ एउटा पर्सनल इन्डिभिजुअल व्यक्तिहरूको आइडेन्टिटी छुट्टै हुनसक्छ नि जस्तै अब हामीले यो फोटो कुनै देख्यौँ भनेदेखि हामीले इमिडिएटली भन्छ नि त ओ ओके यो चाहिँ नाइक यो चाहिँ यस्तो होइन यो चाहिँ पेप्सी हो यसको प्रडक्ट भनेपछि एउटा हामीलाई कुनै एउटा इमेज अथवा चाहिँ लोगोले चाहिँ त्यसको एउटा प्रडक्ट क्वालिटी सर्भिस उसको हरेक कुराहरूको बारेमा चाहिँ अलिकति रिक्याप गराउँछ नि हेर्न साथै होइन त्यस्तै एउटा व्यक्तिलाई चाहिँ कहिलेकाहीँ अब एउटा अर्गनाइजेसनलाई एउटा यस्तो एउटा लोगोले यसरी आइडेन्टिफाई गराउँछ भनेको जस्तै कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भनेदेखि अब हामी आफैले हेऱ्यौँ भने पनि कुनै व्यक्तिलाई चाहिँ अर्गनाइजेसनको कारणले गर्दाखेरि पनि रिकगनाइज गरिरहेको हुन्छ कुनै व्यक्ति चाहिँ रिकगनाइज नभइरहेको हुनसक्छ तर उसले जब प्लेटफर्म पाउँछ होइन त्यो प्लेटफर्मले चाहिँ उसलाई रिकगनाइज गराउँछ उसको इमेज बिल्डअप हुन्छ होइन त्यो चाहिँ अब नेसनल लेभल इन्टरनेसनल लेभल अथवा जुनसुकै लेभलमा भए पनि एउटा त्यो चाहिँ एउटा रिलेसनसिप चाहिँ विथ द अर्गनाइजेसन भएको कारणले गर्दाखेरि चाहिँ उसले चाहिँ एउटा सो अप गर्नुपर्ने आफ्नो क्वालिटी अथवा चाहिँ आफ्नो एक्सपर्टिज सो अप गर्ने एउटा प्लेटफर्म पाउँछ र उसको चाहिँ इमेज बिल्डअप हुन्छ होइन त्यो टाइपको भनेको मतलब चाहिँ अर्गनाइजेसन र एउटा व्यक्तिको पनि एउटा कनेक्टिभिटी हुनुपर्ने चाहिँ देखिन्छ कहिलेकाहीँ चाहिँ त्यो टाइपको ग्याप पनि फिल हुन सक्छ जस्तै अब यो हामी एउटा अलिकति नेपाल अथवा चाहिँ इन्डिया अथवा चाहिँ साउथ एसियन कन्ट्रीहरूमा बाट जुन प्रोफेसनल्ली हामी आइरहेको मान्छेहरू छौँ अथवा चाहिँ प्रोफेसनल्ली बिल्ड गरेर अलिकति स्ट्रगलिङ गरिरहेको अथवा चाहिँ ओल्डमा हामीले आफ्नो यो प्रोफेसनलिजमलाई चाहिँ अलिकति सेल गर्न खोजिरहेको मान्छेहरूलाई चाहिँ कहिलेकाहीँ चाहिँ यस्ता कुराहरूले चाहिँ क्लास पनि गरिरहेको हुन्छ किनभने एउटा राइट प्लेटफर्म राइट अपर्च्युनिटी चाहिँ आफूमा एउटा एक्सपर्टिज हुँदै पनि कहिलेकाहीँ चाहिँ नपाइराखेको हुनसक्छ होइन अब नेक्स्ट हामीले हेर्ने हो भनेदेखि चाहिँ हाउ अ पर्सन इज रिकगनाइज इन द ओल्ड स्टेजमा चाहिँ कसरी मान्छे चाहिँ रिकगनाइज हुन्छ त होइन मान्छेलाई कसरी चिन्छ त होइन ओल्डले के कारणहरू हुनसक्छ धेरै कारणहरू हुनसक्छन् बेसिकली त्यो मान्छेमा चाहिँ 2-3वटा क्वालिटीहरू चाहिँ लगभग एकदमै हुनुपर्छ जस्तै अब लिडरसिप एकदम विदाउट द लिडरसिप भएन भने त केही पनि हुने कुरै भएन होइन भने हुएभर लिड्स कुनै सक्सेसफुली हो त्यो सेकेन्ड पर्सन त लगभग कसैले पनि सम्झिँदैन होइन द फर्स्ट लिडिङ पर्सनलाई नै उसलाई चाहिँ रिकगनाइज गर्ने हो त्यसपछि अभियसली लिडिङ मात्र गर्यो भने उसमा एक्सपर्टिज पनि हुनु पर्यो क्यापेबिलिटी पनि हुनु पर्यो उसको कन्ट्रिब्युसन पनि इक्वली हुनु पर्यो र मोस्ट इम्पोर्टेन्टली अहिलेको एजमा चाहिँ नेटवर्किङ होइन यो नेटवर्किङ विदाउट नेटवर्किङ इम्पोसिबल केही पनि हुन सक्दैन त्यसका नेटवर्किङ इज वान अफ दि बेस्ट प्लेटफर्म अनि अहिलेको एउटा यो डिजिटाइजेसन यो एज भएको हुनाले यसमा चाहिँ विभिन्न प्लेटफर्महरूले पनि यसलाई चाहिँ धेरै नै सजिलो चाहिँ बनाइदिएको छ होइन त्यसो भएदेखि अब
नेक्स्ट कन्टेक्स्टमा जाँदाखेरि चाहिँ अब हामीले हाम्रो प्रोफेसनकै कुरा गरौँ न। हाउ डु द काउन्टिङ एन्ड द फाइनेन्स प्रोफेसनल्स क्यान बिल्ड द इन्टरनेसनल इमेज चाहिँ होइन, हामीले कसरी चाहिँ बिल्ड अप गर्न सक्छौँ त होइन हाम्रो इमेज चाहिँ। हामी एकाउन्टिङ फिल्डको मान्छेहरू फाइनेन्स फिल्डमा छौँ चाहिँ हामीले कसरी बिल्ड अप गर्ने त होइन। अब इज इट पोसिबल? अब यो हेर्दाखेरि चाहिँ जस्तै अब हामीमा चाहिँ एक दुईवटा कमन कुराहरू ओल्ड वाइड एउटा कमन प्लेटफर्म अथवा चाहिँ कमन कुराहरू छन्। जस्तै हामीले हेर्दाखेरि चाहिँ के भन्न सक्छौँ भनेदेखि चाहिँ वी हेभ द ग्लोबल टेक्निकल पासपोर्ट, मिन्स लाइक आइएफआरएस आइएससीहरू यिनीहरू त हाम्रो ग्लोबल पासपोर्ट हो। टेक्निकल्ली अराउन्ड द वर्ल्ड ग्लोबली चाहिँ सेम हो नि त होइन। यो चाहिँ हामीले इजिली सेल गर्न सक्छौँ एभ्रिवेयर इन द वर्ल्ड, दिस इज सेम होइन। हामी जहाँसुकै गए पनि यो एउटा हामीसँग चाहिँ एकदमै स्ट्रङ पोइन्ट छ। सेकेन्ड पोइन्ट भनेको चाहिँ ग्लोबल प्रोफेसनल पासपोर्ट छ। अर्को प्रोफेसनल्ली बडीहरूले चाहिँ हामीलाई चाहिँ यो रेसिप्रोकल एग्रिमेन्ट एमओयुजहरू जुन गरिराखेको हुन्छ त्यसले गर्दाखेरि हामीलाई इजिली एउटा कन्ट्रीबाट अर्को कन्ट्रीमा इजिली रिकगनाइज भइराखेको हुन्छ होइन। त्यसले पनि एउटा प्लेटफर्म क्रिएट गर्छ र हामीलाई त्यो एउटा पनि एउटा रिलेसनसिप बिल्ड गर्नलाई अथवा चाहिँ नेक्स्ट स्टेपमा फर्दर जानको लागि चाहिँ हेल्प गरिराखेको हुन्छ। र अर्को हाम्रो सबैभन्दा ठुलो हामी एकाउन्टेन्ट्सहरू चार्टर्ड एकाउन्टेन्ट्सहरू एसिसिएस सिपिएस सिएफए सिएमए जे भने पनि हामीहरूको चाहिँ एउटा अर्को एक्सपर्टिज भनेको चाहिँ नट ओन्ली इन द एकाउन्टिङ अर द अडिटिङ अर द फाइनेन्स रिलेटेड थिङ्स होइन। हाम्रो चाहिँ ब्रोड एक्सपर्टिज नलेज छ डिफ्रेन्ट सेक्टर्सहरूमा। ट्रान्सफर प्राइसिङ चाहिँ वर्ल्ड वाइड कभरेजेबल छ। मल्टिनेसनल कम्पनीको लागि ट्रान्सफर प्राइसिङ भनेको वान अफ दि मोस्ट इम्पोर्टेन्ट टपिक भयो होइन। हामीसँग त्यो एक्सपर्टिज छ। एमएनए भनेको चाहिँ हामी वान अफ दि लाइक एक्सपर्ट इन द वर्ल्ड नै भयो। ड्यु डेलिजेन्स ट्याक्सेसन ग्लोबल ट्याक्सेसनका कुराहरूमा चाहिँ। त्यसकारण यो कुराहरू चाहिँ हामीसँग यस्तो क्यापेबिलिटीहरू एक्सपर्टिजहरू भएको कारणले गर्दाखेरि चाहिँ वी हेभ द these expertise, so easily we can build the international image and like we can like connect different society मा पनि इजिली कनेक्ट गर्न सकिन्छ। जस्तै म अहिले चाहिँ स्पेन आइराखेको छु भनेको चाहिँ म यदि डिफ्रेन्ट प्रोफेसनको कुनै व्यक्ति भएको भएदेखि चाहिँ इट वाज नट द्याट मच इजी होइन। म चाहिँ सेम यो चार्टर्ड एकाउन्टेन्सी प्रोफेसनमा भएको हुनाले यो नलेजहरू चाहिँ जुन नेपालमा गेन गरेँ जुन मैले बहराइनमा गेन गरेँ र सेम नलेज चाहिँ यहाँ अप्लाई गर्दैछु भनेपछि लगभग सिमिलर नै वर्ल्ड वाइड नै सिमिलर हुन्छ। त्यसकारण यसले चाहिँ एउटा इन्टरनेसनल्ली चाहिँ एउटा रिकगनाइज गर्न सकेको हुनाले चाहिँ मैले चाहिँ म चाहिँ यहाँ आएर सेम लेभलको सेम काम गर्न सकिराखेको हो नि त होइन। यस्तो यो प्लेटफर्महरू चाहिँ हाम्रो लागि एउटा बेनिफिट छ। अब हाउ टु बिल्ड द रिलेसनसिप भन्ने कुराहरू त अब हामीलाई लगभग सबै नै थाहा छैन। अब यन प्याफले त हामीले यो नेटवर्किङ हजुरहरूले यो जोइन गर्नु भएको छ, यो त एउटा प्लेटफर्म नै खोल्नु भएको छ। यो एउटा नै वान अफ दि बिगेस्ट प्लेटफर्म भइहाल्यो होइन। अन टप अफ द्याट चाहिँ अब जस्ट हामीलाई यो एउटा प्रेजेन्टेसनमा राखेको जस्तो मात्र भयो। जस्तै नेटवर्किङ प्लेटफर्महरू सोसियल प्लेटफर्महरू हामीसँग छँदैछ होइन। यस्तै मिटअप इभेन्ट्सहरू चाहिँ। अनि अर्को इन्डस्ट्रियल यसलाई चाहिँ मैले चाहिँ मिटअप इभेन्ट्स भन्दा पनि इन्डस्ट्री स्पेसिफिक फोरम्स भनेर चाहिँ यन प्याफलाई भने कि अहिले चाहिँ होइन। हाम्रो चाहिँ यो इन्डस्ट्रियल कुनै हो हाम्रो चाहिँ सिए अथवा चाहिँ एसिसिए जे भने पनि चार्टर्ड एकाउन्टेन्ट अथवा एकाउन्टेन्टहरूको चाहिँ यो स्पेसिफिक हाम्रो इन्डस्ट्रियल फोरम नै हो यो होइन। हाम्रो यो फोरम हो होइन। त्यस कारण चाहिँ यो एउटा प्लेटफर्मलाई चाहिँ हामीले युज गरेर अनि हामी चाहिँ ग्रो गर्न सक्छौँ अथवा चाहिँ हामी एउटा छुट्टै आफ्नो इमेज बनाउन सक्छौँ। आफ्नो सबै साथीहरूको इमेज माथि एउटा लेभलमा लैजान सक्छौँ। त्यसले चाहिँ अल्टिमेटली कन्ट्री इन्डिभिजुअल सबैलाई चाहिँ बेनिफिट नै हुने। अल्टिमेटली मिन्स लाइक यो चाहिँ अर्को एउटा कुरो चाहिँ हामीले चाहिँ कस्तो बुझ्नु पनि पर्छ हामी सबैजनाले भने अब जस्तै हामी यहाँ पनि अब कोही साथीहरू भर्खर सी भएको हुनुहुन्छ होला, कोही अब साथीहरू चाहिँ 10-15 वर्षदेखि नै अलरेडी प्रोफेसनमा हुनुहुन्छ होइन, लामो टाइम पनि भइसकेको छ। अब प्रोफेसनल इमेज भनेको चाहिँ इट विल नट बिल्ड ओभर द नाइट होइन। आजको भोलि नै हुने, आज म चाहिँ यहाँ छु एकैचोटि माथि जाने भन्ने चाहिँ कहिले पनि हुँदैन। सो वी निड टु ह्याभ द प्यासन्स एन्ड पर्सिस्टेन्स चाहिँ एकदमै जरुरी छ होइन। तर त्यो चाहिँ कन्टिन्यू गर्यो भनेदेखि चाहिँ वान डेमा चाहिँ हामी एउटा लेभलमा चाहिँ पुग्न सक्छौँ आफ्नो इमेज चाहिँ
एउटा इन्टरनेसनल लेभलमै राख्न सक्छौँ भन्ने हो। अब मोस्ट इम्पोर्टेन्ट कुरो अहिलेको भनेको चाहिँ हामीले चाहिँ ग्लोबल प्रोफेसनल नेटवर्क चाहिँ कन्टिन्यू गर्नुपर्छ। दिस इज मोस्ट इम्पोर्टेन्ट। इच अदरलाई चाहिँ हामीले हेल्प गर्नुपर्छ अनि ग्रो टुगेदर नै हो यो। ग्रो विदाउट त्यो सेल्फ ग्रो भन्ने चाहिँ अहिलेको वर्ल्डमा पोसिबल छैन होइन। लगभग यही नै हो। थ्याङ्क यू सो मच। अब भन्दै मैले चाहिँ यो आफ्नो स्लाइड प्रेजेन्टेसन चाहिँ यही नै टुङ्ग्याएँ।